नमस्कार। आज 2082 चैत 17 गते। यदि तपाईँ आज सुन वा चाँदी किन्ने सोचमा हुनुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोला, किनभने आज नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला 2,90,700 रुपैयाँ तोकिएको छ। हिजोको तुलनामा यो मूल्यमा भएको उतार चढावले धेरै लगानीकर्ता र गहना प्रेमीहरूलाई अचम्ममा पारेको छ। यदि तपाईँ बिहेवारी वा विशेष अवसरको लागि गहना बनाउँदै हुनुहुन्छ भने आजको यो रेट नोट गरिराख्नुहोस्। सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रति तोला 4,860 रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउमा आएको यो बढोत्तरीले बजारमा कस्तो असर पार्ला त्यो भने हेर्न बाँकी नै छ। अन्तर्राष्ट्रिय बजारमा डलरको मजबुती र अन्य आर्थिक कारणले गर्दा नेपालमा पनि सुनको भाउ लगातार बढिरहेको देखिन्छ। के तपाईँलाई लाग्छ सुनको भाउ अझै माथि जाला? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। दैनिक यस्तै ताजा सुनचाँदीको दरभाउ र बजार अपडेटको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।